प्राय हामी सबैलाई च्युइङगम मनपर्छ। च्युइङगम खाँदाखेरि आनन्द आउँछ। विश्वमै एक दिनमा 1 बिलियन जतिको च्युइङगमको बिक्री हुन्छ। तर के तपाईहरुलाई थाहा छ च्युइङगम खाँदाखेरि हामीले लाखौं र करोडौंको मात्रामा माइक्रोप्लास्टिक अथवा प्लास्टिकको सूक्ष्म कणहरू खाइरहेका हुन्छौं। धेरै जसो च्युइङगमको गम बेस वास्तवमै प्लास्टिक हुन्छ। यी त्यही प्लास्टिक हुन् जुन कारको टायर, पानीको बोतल बनाउनको लागि प्रयोग हुन्छ। यो च्युइङगम खाँदाखेरि चबाउँदाखेरि प्लास्टिकका साना माइक्रोप्लास्टिकहरू निस्किन्छ जो रेलसँग मिसेर हामीले निल्ने गर्दछौं। लाखौं करोडौंको संख्यामा यी माइक्रोप्लास्टिक हाम्रो शरीरभित्र गएर सूजन, इन्फ्लामेसन र हाम्रो हर्मोनसम्मलाई असर गर्न सक्छ। युके गभर्नमेन्टमा त यो गमको ब्यानको लागि पिटिसन समेत दर्ता गरिएको थियो। त्यसैले च्युइङगम किन्दाखेरि लेबल हेरेर मात्र किन्ने गरौँ। प्लास्टिक बेस होइन, प्लान्ट बेस्ड गम किनौँ। यस्तै हेल्थ र साइन्स रिलेटेड इन्फर्मेसनको लागि मलाई फलो गर्न नभुल्नुहोला। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।